ल आजको मेरो भ्लग चाहिँ माइतबाट आयो है। माइतबाट रमाइलो गर्न भनेर चाहिँ आज माइत आएको। दुईजनाको झगडा परेर भन्नुहुन्छ नि उठी बास लगाए यिनीहरूले मलाई रमाइलो गरौँला रेस्ट गरौँला एकछिन ढल्क्यौँला भनेर आएको त झगडा गरेर दुईटा बच्चा भन्नुहुन्छ भने घरै गइहालौँ जस्तीको बनाएँ। तपाईँहरूको पनि यस्तै हो कि हाम्रो मात्रै हो साथीहरू? दाइको छोरो र मेरो छोरी झगडा गरेर तुरुन्तै घर जाउँ जस्तै बनायो मलाई त आएको 1 घन्टामा। ल हेर्नु न त्यहाँ त्यत्तिकै नानी न्यु खोज्न जाने भाइ उस्तै दुईजना मिलेर वाक्क दिक्क बनाएर मलाई फेरि अनि बुनले दादालाई पिटिसक्यो। मेरो छोरी त झन् के भन्नु र छुस्के काहीँ नभएको न्यु खोजेर दादासँग पिटापिट गरेर। होस् न त रमाइलो गरौँ जाउँ आज उनीहरूलाई पनि फ्रेस हुन्छ भनौँ है। वाक्क दिक्क बनाउँछन् घरमा वाक्क बनाएर गएको हुन्छ। तपाईँहरूको पनि यस्तै हुन् कि मेरो मात्रै हुन्? ल साथीहरू कमेन्ट गर्नु है त। म त पागलै बनाएर दुईटा जुधेर भन्नुहुन्छ भने अहिले झोला बोकेर हिँड्नु जस्तो भएको। कति बेला त मिलेर खेल्ने कि अँगालोमा रोको मेरो दादा मेरो बुनु भनेर कति बेला त रिस गरेर दुईटा पिटापिट गरेर भन्नुहुन्छ भने आमामामामा। यति हो साथी आजको मेरो भ्लग। ल बाई एभ्रिबडी।